फाइनली गाइस 2 प्याकेट बिस्कुटमा 1 प्याकेट अघि सकिसक्यो लास्ट पिस अब यिनीहरूले हाँडा फर्के पछाडि म कुवापानीमा पसलमा किनेर फेरि यिनीहरूलाई दिनेछु यिनीहरूलाई बिस्कुट खर्च छुटाएको छु मैले अझै बाँकी छ बिस्कुट खर्च यिनीहरुकोबाट बाँकी भएको यिनीहरूले आज बिस्कुट खाने यो फाइनली 50 ल गाइस सक्यो है हेरी गरे सक्यो अब अर्को किन्ने ओके फाइनली गाइस हामी चाहिँ म ढुङ्गा आइसकेको छौं 1 घण्टाको हाइकिङमा म र मेरो साथीहरु नेपालको राष्ट्रिय झण्डा तपाईहरु देख्न सक्नुहुन्छ जय देश जय नेपाल राष्ट्रिय त ठुलो कोही पनि हुँदैन र यो रहेको छ हाम्रो विभिन्न कल्चर हामी विभिन्न सांस्कृतिक मान्छेहरु मिलेर बसेको हुनाले यो चाहिँ तामाङ कल्चरको लुङ्गा रहेको छ स्वयं म पनि एउटा तामाङ हो मोक्तान हो सायद यो न्यू इयरको दिन राख्नु भएको होला दाइ मेरो आफ्नै ठुलदाइ लामा हुनुहुन्छ सन्तमान मोक्तान उहाँले मैले देखेको थिएँ भिडियोमा नेपालको झण्डा र यो लुङ्गा चाहिँ 1 गते राख्नु भएको नयाँ वर्षको दिन दाइ आएर सन्तमान मोक्तान जुन हाम्रो लामा हुनुहुन्छ उहाँ दाइले राख्नु भएको त्यो राख्नलाई पनि तपाईको मन्त्र गर्नुपर्छ विभिन्न विधिहरु हुन्छ त्यतिकै राख्न मिल्दैन जान्नेले राख्नुपर्छ दाइ लामा हुनुहुन्छ गुफाबाट निस्केको पढ्नु भएको लामा हुनुहुन्छ उहाँले राख्नु भएको म चाहिँ विविध कारणले गर्दा लामा पढिन किनकि सबैको आफ्नो पाटो हुन्छ दाइ लामा हुनुहुन्छ म देशको सेवामा छु त्यही हो फाइनली हामी विविधतामा एकता त्यही त हामी नेपाली छौं फाइनली गाइज म ढुङ्गा आइपुग्यो तपाईहरु पनि आउन सक्नुहुनेछ तपाईहरुलाई म ढुङ्गाबाट मेरो लास्ट पार्ट हो अब म यहाँ फर्किन्छु म भिडियो बनाउँदिन किनकि म यहाँबाट बागेश्वरी सूर्यगढी 2 कुवा पनि हुँदै तल्लो कुवा पनि माथिल्लो कुवा पनि हुँदै तल्लो कुवा पनि निस्केर म फाइनली म अबिर तल गाउँ जानेछु घर जानेछु आज माथि तिथ औँसीको दिन म बिहान 6:30 बजे निस्केको थिएँ यहाँ आइपुग्दा 7:30 भएको छ अब गएर फ्रेश भएर नुहाएर नि आमालाई खुवाउनु पर्छ पकाउने काम चाहिँ दिदीहरुले गर्दै हुनुहुन्छ ल तपाईहरु पनि कहिलेकाहीँ यसो आउन मन लाग्यो भने बाइकमा आउनु भयो भने यो डाँडासम्म तपाईहरुले बाइकमा आउन सक्नुहुन्छ जम्मा 2 मिनेट हिँड्न पर्छ तेर्सो र यदि बाइक भन्दा पनि म हाइकिङको सवारी के सोखिन छु मलाई हिँड्न मन पर्छ भने तपाईहरु बेस्ट डेस्टिनेसन तपाईहरु जति 1 घण्टा हिँड्नुहुन्छ भने तलबाट आउनुस् तल्लो मबिरबाट आउनुस् यदि म आधी घण्टा मात्र हिँड्छु भन्छ भने यो माथि रोड छ त्यहाँबाट पनि आउनुस् तर सकभर तपाईहरु सुझाव यो गाउँको बाइक अरु जुन हुन्छ नि जो जंगलको बाटो एक्लै नआउनु होला किनकि तपाईहरु नयाँ ठाउँ हुनुहुन्छ भने डर हुन्छ किनकि मान्छेमा केही नहोला केही हुँदैन पनि यहाँ केही पनि छैन मसँग साथी 2टा साथीहरु आएको छ तर कस्तो हुन्छ भने तपाईहरु नयाँ ठाउँ भइसकेपछि चराले पक्कर धेरै छ ससक्क गर्यो भने डर मनमा पैदा हुन्छ अनि बाटो कस्तो छ भन्ने बाटो एकदमै अप्ठ्यारो छ तपाईहरु